RPS Seminary is a church school. Reformed Presbyterian Seminary चाहिँ एउटा मण्डलीको लागि बनिएको बाइबल कलेज अध्ययन केन्द्र हो। नेपालको अधिकांश क्षेत्रफलहरूमा ख्रिस्ट केन्द्रित मण्डलीको स्थापना हुन र मण्डलीलाई व्यवस्थित रूपले सम्हाल्न अनि फक्रिन दिनको लागि फलदायी हुन दिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ पास्टर अगुवाहरूको खाँचो अनि पास्टर लिडर्सहरू जहाँ इमानदारीका साथ बसेर सेवा गर्नुहुन्छ त्यो मण्डली फर्स्ट आउँदछ। अनि पास्टर लिडर्सहरू निर्माण गर्ने काम चाहिँ RPS सेमिनरीको प्रथम जिम्मेवारी हो। अनि यसको लागि हामी बाइबल वचनबाट अध्ययन गर्छौँ, ऐतिहासिक धर्मशास्त्रको खाकाहरूबाट हामी सिक्ने नेपाली मण्डलीको लागि दर्शन कोर्ने कामहरू हामी सेमिनरीमा गर्दछौँ। नेपालको 77 जिल्लामा ख्रिस्ट केन्द्रित मण्डलीहरू स्थापना साथै वृद्धि अनि प्रतिपादनको लागि हामी मण्डली केन्द्रित भएर शिक्षा दिने गर्छौँ। अनि यसको लागि हामी RPS सेमिनरी बनेका छौँ।